नमस्ते आदरणीय साथीहरू। आज म एकदमै खुसीको खबर लिएर तपाईहरु समक्ष आइपुगेको छु। आज मात्र 2025 को दोस्रो कामदार छनौट इस्यु डेट सार्वजनिक भएको छ। धेरै साथीहरुको एप्रुभ डेट सकिनु लागेको होला सायद, र कति जना चिन्तित हुनुहुन्छ। एग्रिकल्चरमा त झनै कमै मात्र मान्छेहरूलाई छनौट गरिरहेको छ कोरियामा। त्यो माथि यो इस्यु डेट चाँडै आउनु भनेको धेरै नै खुसीको कुरा हो हाम्रो लागि। इस्यु डेट त आयो, तर अब म्यानुफ्याक्चरमा, एग्रिकल्चरमा, सिप बिल्डिङमा र सेवामा कति व्यक्तिलाई, कुन देशबाट कति व्यक्तिलाई छनौट गर्दैछ त यो त थाहा छैन। तपाईहरु आतिरहनु भएको छ मेरो इस्यु नहुने हो कि, इस्यु हुँदा कस्तो चाहिँ हुन्छ त, इस्यु देख्न पाए कस्तो हुन्छ, कस्तो चाहिँ लेखेको देखिन्छ भनेर यो धेरै हामीलाई जिज्ञासा हुने विषय भनेको नै यही नै हो कि इस्यु भएको दिन यति धेरै खुसी भइन्छ, यति धेरै खुसी भइन्छ कि कोरिया जान पाउने भए मेरो सपना पूरा हुने भयो भनेर हामीलाई त्यो छुट्टै किसिमको उत्साह खुसी हुन्छ। त्यसका लागि कम्प्युटरको माध्यमबाट र्यान्डमली चाहिँ कामदारको लिस्ट पठाउँछ यहाँ कोरियामा, र साउले त्यसको डकुमेन्ट हेरेर त्यही अनुसार चाहिँ छनौट गरिरहेको हुन्छ। यसमा कुनै पनि धाँधली छैन, त्यो नहुनु होला। यदि इस्यु भएन भने पनि आफ्नो काम गरेर राम्रोसँग बस्नुस्, दोस्रो पल्ट फेरि इस्यु हुन सक्छ। र अबको क्रममा ढिला नगरिकन जान चाहन्छु कि कुन देशबाट कतिजनाको इस्यु हुँदैछ र इस्यु डेट कहिलेदेखि रहेको छ त। इस्यु डेट प्रमुखतः 2025 को 5 को महिना बादमा रहेको छ। यो चाहिँ अन्य वर्षको तुलनामा चाँडै आएको हो। एकचोटि हेरौँ है त। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने फर्स्टमै सब्स्क्राइब गरिदिनुस्। त्यसपछि तपाईले यस्तै जानकारीमूलक भिडियोहरू पाउनुहुनेछ है त। यदि तपाईलाई अन्य केही समस्या परेमा कोरियाबाट तपाईले जानकारी पाउन सक्नुहुनेछ। मलाई कमेन्टमा क्वेशन गर्न सक्नुहुनेछ। 2025 को दोस्रो इस्यु डेट, पहिलो इस्यु डेट त सकिसकेको छ र दोस्रो इस्यु डेट पनि तत्कालै सार्वजनिक भएको छ, जसमा साउले अथवा रोजगारदाता कम्पनीले चाहिँ कामदार आवेदन दिने मिति चाहिँ 25 को अप्रिलको 21 मा रहेको छ भने त्यसको नतिजा 25 को मे को 21 मा रहेको छ। त्यसपछि हाम्रो मुख्य यो कुराहरू भन्दा पनि मुख्य कुरा भनेको हामीलाई चाहिएको भनेको इस्यु डेट। मुख्य नेपालमा इस्यु हुने भनेको अहिले म्यानुफ्याक्चर र एग्रिकल्चरमा रहेको छ। म्यानुफ्याक्चरको इस्यु हुने डेट चाहिँ 2025 को 5 महिना को 22 तारिकदेखि 28 तारिकसम्म रहेको छ। त्यसैगरी एग्रिकल्चरको चाहिँ 2025 को 5 को महिना को 29 तारिकको बिहीबारदेखि 2025 को 6 को महिना 4 तारिकसम्म इस्यु हुने भएको छ। त्यसैगरी अझ भाग्यमानीहरूको लागि चाहिँ फेरि थप इस्यु डेट भनेको छुटफुट इस्यु दिन भनेर हामी बुझ्छौँ। त्यो चाहिँ 2025 को 6/9 देखि 2025 को 6/10 सम्म मन्डे टु ट्युसडे रहेको छ। त्यसपछि अर्को मुख्य कुरो रहेको छ, कुन सेक्टरमा चाहिँ कति ल्याउँदैछ त, यो मुख्य कुरोको कुन देशमा कति ल्याउँदैछ त, यो अर्को मुख्य कुरो, जसमा म्यानुफ्याक्चरमा सबै देशबाट 17 वटा देश रहेको छ म्यानुफ्याक्चरिङमा कोरिया आउने, जसमा 16,328 जना म्यानुफ्याक्चरमा। त्यस्तो सिप बिल्डिङमा नि धेरै साथीहरू हुनुहुन्छ नेपालबाट, त्यसमा पनि 625 जना। त्यसैगरी एग्रिकल्चरमा त एकदमै थोरै छ र यसमा कमै मान्छे ल्याइरहेको छ। यसमा धेरै जनाले नल्याएर नेपालमै एप्रुभ डेट सकिएर बसेको अवस्था पनि छ। यसमा चाहिँ
2347 जना रहेको छ। त्यस्तै गरी फिसरी भन्ने यो हाम्रो नेपालमा हुँदैन। कन्स्ट्रक्सनमा 445, सर्भिस इन्डस्ट्री हो यो चाहिँ नेपालमा छ, यसमा चाहिँ 596 जनाको रहेको छ। इस्यु डेट सबैको इस्यु होस्, यही नै शुभकामना।